ल हेर्नु त यसरी चाहिँ दुर्घटना भएको रहेछ। काठमाडौँबाट चाहिँ लास बोकेर चाहिँ खोटाङको चाहिँ बालाबेसीमा आइसकेको र लासहरू झारिसकेको र झारिसकेपछि अलिकति सार्ने क्रममा चाहिँ जुन ठाउँमा बस्नुपर्ने हेलिप्याड भएको ठाउँबाट अलिक सार्न खोज्दाखेरि चाहिँ झ्याम्मै चाहिँ हेलिकप्टर दुर्घटना भएको छ। दुःखद घटना भएको छ। यो एकदमै अहिले भएको घटना एकदमै नराम्रो घटना घटेको छ। यो विशेष गरी चाहिँ काठमाडौँबाट लास बोकेर चाहिँ खोटाङको वडा नम्बर 2 बालबेसीमा चाहिँ भएको यो दुर्घटना हो। हामी यो दुर्घटनाप्रति एकदमै दुःखी भएका छौँ। अन्तिममा यसरी चाहिँ यो तल्लो हेलिप्याडबाट चाहिँ माथिल्लो गडामा आएर यसरी दुर्घटना भएको रहेछ। यो वास्तविक के भएको भन्ने कुरा चाहिँ जानकारी भने आएको छैन। हेर्नुहोस् त हेलिकप्टरको चाहिँ पुरै यस्तो हालत भएको छ। हेर्न सकिन्छ यता चाहिँ यो एकदमै ठुलो दुर्घटना भएको छ खोटाङमा चाहिँ। हेर्नुहोस् त यो कसरी भयो भन्ने कुरा चाहिँ त्यहाँको अहिले यकिन भएको छैन। बिस्तारै आउन सक्छ जानकारी। हेर्नुहोस् त यस्तरी पछाडिको पनि सबै भाँचिएको टुटफुट भएको छ। कोही मान्छेहरू छ कि भनिकन हेर्ने क्रम जारी छ। यो भर्खरै घटेको घटना हो। अहिले खोटाङको चाहिँ बेलबासी बालाबेसीमा भएको वडा नम्बर 2 खोटाङको वडा नम्बर 2 बालाबेसी केप्लासगढी बालाबेसी चाहिँ वडा नम्बर 2 मा चाहिँ यो भर्खरै घटेको। काठमाडौँबाट चाहिँ लास बोकेर चाहिँ ल्याएको र लासहरू झारिसकेको र केही अलिकति हेलिप्याडबाट सर्ने क्रममा चाहिँ यसरी चाहिँ ठुलो दुर्घटना भएको कुरा चाहिँ अहिलेसम्म आएको छ। बाँकी